Welcome to another episode of Hulk Hulk and off. I almost forgot my cue. Anyways, So, today we're going to talk about यत्रो दिन हामीले रिलेसनसिपको नेगेटिभिटी निकालिहाल्यो हो. So in this video चाहिँ we are going to talk about the positive things, होइन, how to appreciate butterflies and rainbows about a relationship. Right? and like more importantly to how to keep it alive. Yeah. I think relationshipमा आजकल नि क्या मान्छेहरूले नि यस्तो बेसी हाउ डु वी पुट इट करेक्टली भन्दाखेरि चाहिँ नि मान्छेले यति साह्रो एक्सपेक्टेसन्स आई थिङ्क है एक्सपेक्टेसन्स राख्छ प्लस मान्छेले यस हुन्छ नि त. म चाहिँ भन्छु सपोज यस्तो बाटो छ अरे होइन, अब उसको एक्सपेक्टेसन छ कि उसको पार्टनर यसरी हिँड्छ भनेर होइन, यस्तो बाटो छ उसको पार्टनर यसरी हिँड्छ भनेर भन्दैछ अरे. उसको एक्सपेक्टेसन त्यो छ है, तर उसको पार्टनर यताबाट घुमेर उसलाई त्यहीँनिर भेट्दैछ होइन. उसको डल्लै यसरी घुमेर उसले उसको इमोसनल निड्स उसले सबै कुरो फलो गर्दैछ भने आई थिङ्क द्याट इज जस्टिफाएबल कि पार्टनर एक्सपेक्ट कि मैले यो पाथ फलो गरेर पनि इफ आई म्याचिङ अल यर रिक्वायरमेन्ट्स आई थिङ्क द्याट इज स्टिल जस्टिफाएबल जस्तो लाग्छ है मलाई. अन्त अरू एक्सक्युजेस के छ भने मान्छेकोमा यत्रो वर्ष त भइसक्यो अब होइन अब चल्छ अब त्यो म्याजिक देयर इज नो म्याजिक ठिकै छ अब यस्तै रहेछ भनेर अब त्यो आर्ग्यु पनि गर्दैन है. अन्त त्यो माथि वर्क पनि गर्दैन फेरि. अब म्याजिक इज गन इट्स गन यस्तै रहेछ अब चलिबस्छ यत्तिकै त्यो पनि त्यो भएन नि त. मलाई मान्छेले द स्पार्क इज गन भनेदेखि मलाई नि त्यो दुइटा सेट ढुङ्गा दिनु पर्नुपर्छ क्या मलाई छ्याक गर्दै पर्छ भनेर. सो यु नो अगेन हामीले कसैको पनि थट प्रोसेसलाई च्यालेन्ज गरेको होइन. अब एभ्री टाइम हामीले के साह्रो यस्तो है, तर हामीले के राम्रो कुरा गर्दा पनि पुरा जस्टिफाई गरेर भन्नुपर्ने हुन्छ नि कि अब हामीले कसैलाई च्यालेन्ज गरेको हामीले कसैलाई च्यालेन्ज गरेको होइन, हामीले कसैको मन दुखाउनु खोजेको होइन त्यसो भन्नुपर्ने. बट होइन टु बी भेरी फ्रेङ्क अहिलेको जमाना जरुरी पनि छ यो कुरो जस्टिफाई गर्नु कि सबैजना मान्छे आफ्नो एउटा इमोसनल स्टेटमा हुन्छ क्या. सो यु नेभर नो तिमीले भनेको कुन चाहिँ कुराले कसलाई कसरी लाग्छ भन्ने होइन. बट टु एड टु इट होइन, मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ स्पार्क हरायो या युनो त्यो पहिलाको जस्तो म्याजिक छैन भन्छ नि, 50% त तिम्रो पनि फल्ट हो नि त. It's not 100% your partner's fault. होइन. Like for example, let's say with growing age, with responsibilities, men tend to do अब commonly men tend to have that problem कि उनीहरू त्यो अलिकति डिस्कनेक्ट हुन्छ, अलिकति त्यो आफ्नो त्यो अलग्गै एउटा अर्कै खालको जोनमा पुग्छ. बट that again comes with this entire biology of ours हो नि त. As we evolved, men are supposed to be the providers. You can have both individual working partners, तर पनि एउटा मरद मान्छेको चाहिँ त्यो एउटा वेस हुन्छ मनमा हुन्छ कि होइन घरको रेन्ट, नानीहरूको पढाइ, घरको रासिन यो मेरो रेस्पोन्सिबिलिटी हो भन्ने हुन्छ नि त. आइएम नट अगेन मैले कहीँ पनि यो भनेको होइन कि एउटा केटीले त्यो गर्नु सक्दैन, त्यो गर्दैन भनेको होइन, गर्नु सक्दैन भनेको होइन. आजकलको टाइममा त दुईजनै पार्टनर कमाउने छैन भने त लिभिङ इज क्वाइट डिफिकल्ट. हाउसवाइफ अब एकजना कोही पनि हाउसवाइफ या हाउस हस्बेन्ड भएर एउटा मात्रै कमाइमा घर चल्नु इज डिफिकल्ट होइन. तर वी क्यान नट फर्गेट द बायोलोजी अफ आवर्स होइन. अब पहिलाको टाइममा पनि जब वी वर स्टिल नोम्याड्स, हामी जग्गा जग्गा घुम्थे. द मेन युज टु गो आउट एन्ड हन्ट, वुमेन युज टु स्टे होम एन्ड प्रोटेक्ट द फ्यामिली हो नि त. यहाँनिर चाहिँ अहिले चाहिँ यस्तो लाग्दो त्यो सरी फेमिनिस्ट मान्छेहरूलाई पुरा लाग्छ होला, तर त्यो फेमिनिजम वेसले चाहिँ यस्तो लाग्दै यसलाई वेस गर्दैछ, मिसडाइरेक्ट गर्दैछ कि वाइ आर वी सपोज टु स्टे एट होम भन्छ. Bloody, you are supposed to stay. Bloody, you are supposed to stay at home because you know how to manage that house better. अब आजको दिनमा let's say example है, आजको दिनमा एउटा आई थिङ्क एउटा मुभीको सिन हो कि एउटा के को डायलग थियो होइन. जस्ट बिकज एउटा बाउले एक दिन अब बाउ र आमाको झगडा हुँदाखेरि एक दिन झगडा हुँदाखेरि चाहिँ त्यहाँदेखिको बाउले एक दिन किचनमा बसेर खाना बनायो अरे होइन. खाना मिठो पनि भयो, मिठो पनि भयो है, सबैजनाले इन्जोय पनि गर्यो. बट द्याट डज नट मिन कि त्यो बाउ
किचनकै लागि बनिएको भन्ने त होइन नि त उसको आफ्नो रेस्पोन्सिबिलिटी छ जुन चाहिँ उसले गरिरहेको छ काममा जानु पैसा ल्याउनु घरको मतलब एभ्रिथिङ घरमा पानी आएको छैन घरको प्लम्बिङ प्रब्लम छ घरमा ग्यास कति बेला सकिँदैछ यसको ट्र्याक राख्नु बाहिरबाट ल्याउने सामान सबै कुरो ल्याउनु उसले पनि आफ्नो रेस्पोन्सिबिलिटी गरिरहेको छ नि सिमिलरली अब अहिलेको टाइममा अब आइएम जस्ट जेनरली सेइङ इट अब सिमिलरली केटी मान्छेहरूले पनि घरको त्यो कतिवटा कुरोहरू इट्स अ पार्ट अफ देयर वेस हो नि त अन्त अहिलेको टाइममा त इट्स मोर लाइक कि यु टु डु अल दोज थिङ्स टुगेदर भन्ने कसरी त्यो हो नि त होइन जस्तै डिभाइड एन्ड कङ्कर भन्ने खाले क्या हुन्छ नि यु क्यान नट एक्सपेक्ट वान पर्सन टु डु एभ्रिथिङ एन्ड यु जस्ट देन आफ्टर द्याट अल्सो यु एक्सपेक्ट मलाई आएर कहिले माया गर्छ यसमा चाहिँ अब आइल सी समथिङ होइन जुन चाहिँ कतिवटा कुरा चाहिँ माइट कन्ट्राडिक्ट विथ यु हो अन्त तल लाग्छ होला मैले भनेकोले त अब हुन्छ नि इट्स लाइक तर म चाहिँ नि अब प्रोभाइडिङ एन्ड एभ्रिथिङ इज फाइन तर वेन अब वाइ डिड यु कम इन टु रिलेसनसिप एउटा पार्टनर किन चुज गर्यो कम्पेनियन चाहियो भनेपछि द्याट पर्सन इज लु टप प्रायोरिटी नभए पनि प्रायोरिटी हो नि त मेबी कम्स आफ्टर पेरेन्ट्स होइन अन्त कतिजना चाहिँ अब अन्त यस्तो पनि हो कि अब मान्छेले चाहिँ के माइन्डसेट राख्छ भने चाहिँ मेरो प्रायोरिटिजमा पेरेन्ट्स हो काम हो त्यहाँदेखि गर्लफ्रेन्ड हो होइन त्यो एउटै लेभलमा राख्नु हुँदैन कि इन्स्टेड पुट देम अन अ डिफ्रेन्ट साइड नि त सो वाट आई मिन टु से इज अब कामतिर भयो अरे होइन अब गर्लफ्रेन्डले अब कतिजनाले हुन्छ गर्लफ्रेन्डले न्याक गऱ्यो भने त आई अग्री होइन मलाई टाइमै दिएन हेन तर त्यो न्याक पनि गरेको छैन भने त्यो गर्लफ्रेन्ड अरे बोयफ्रेन्ड जो पनि अलिक अब अब टकिङ फ्रम माई पर्सपेक्टिभ भने चाहिँ गर्लफ्रेन्ड अब सी डजन्ट न्याक अरे वाट एभर होइन तर सी निड्स मी नि त त्यति बेला चाहिँ अब यु क्यान आन्सर यर के भन्छ क्लाइन्ट्सको कल एक रिङमा उठाउँछ अरे गर्लफ्रेन्डको चाहिँ होइन बादमा गर्छु त्यो चाहिँ म चाहिँ के सोध्छु होइन ठिकै छ म मेरो काममा बिजी पनि छु के पनि छु भने मेरो त्यहाँबाट 2 सेकेन्डमा उठाएर फोन उसलाई गर्दाखेरि त्यो भयो नि त यु आर सोइङ कि यु आर अप्रिसिएटिङ द्याट पर्सन होइन त्यहाँदेखि उसले त्यो बुझ्छ त्यहाँदेखि अब यु क्यान गो विथ यर वर्क नि त अगेन तर अब यसमा अलिकति जस्ट टु च्यालेन्ज यर पोइन्ट सपोज हो अगेन एफर्ट्सको कुरा हुँदैछ यहाँनिर सो अगेन यहाँनिर सपोज फोन आयो होइन लाइक दिस इज अ प्रायोरिटी फोन आयो इन द मिनट इन अ मिटिङ अर एनिथिङ इम्पोर्टेन्ट होइन फोन आयो जस्ट अ मोमेन्ट फोन उठायो एकछिनलाई म एउटा मिटिङमा छु के को मिटिङ टाइम दिँदैन अगेन सो द्याट इज त्यो पनि त्यही भनेको इक्वल हुनुपर्छ नि त त्यही कारण त वेन यु गेट इन टु रिलेसनसिप बुझ्नुपर्छ नि त अब त्यो रिलेसनसिपमा गइस् कि बुझ्दै जान्छस् नि त 2-3 दिनमा यो मान्छे अलिक यस्तो यस्तो रहेछ त्यति बेला यु क्यान एक्सपेक्ट कि यो हुन्छ अन्त यो चाहिँ आजकलको चाहिँ आई भेरी मच डोन्ट अग्री विथ कि केटाहरूको पर्सपेक्टिभ कि अब त्यसैमा आजकल भेटाउँछ पनि डेटिङ एप्सतिर इन्स्टाग्राम सोसियल मिडियामा दे इज नो डेटिङ त्यो भेटेर पटाउने त्यस्तो छैन होइन अब मी बिङ अब ओल्ड स्कुल हामी चाहिँ अब पहिलादेखि भेट्यो पठायो त्यहाँदेखि भेट्नु पनि अब यस्तो हुन्छ पहिला त देखियो कति टाइमसम्म आफ्नो मनमै राख्यो त्यो कुरो होइन त्यहाँदेखिको कहाँबाट बात हुँदाखेरि चाहिँ त्यहाँदेखिको बिस्तारै बिस्तारै के कसैको चाल सो आई कम फ्रम द्याट टाइम नि त सो आई बिलिभ इन स्टिल डेटिङ अन्त मान्छे अहिलेको चाहिँ केटाहरूको छ नि त्यो एक त डेटिङ पनि गर्दैन डेटिङको नाममा जान्छ क्याफेमा गएर खाएर आयो होइन त्यति नै होइन सो अन्त केटाहरूले चाहिँ एक्सक्युज भन्दिनँ आई डोन्ट नो होइन सबैजना आफ्नो आफ्नो हो कतिजनाले चाहिँ गर्छ मेरो आज काम छ ओरे यस्तो यस्तो गरेर चाहिँ आई बिन बिजी आई एम वर्किङ अन माई स्टार्टअप अरे बिजनेस अरे हो आई क्यानट टक टु आई क्यानट गिभ यु टाइम फर फ्यु डेज होइन अन्त द्याट इज त्यो चाहिँ आई डोन्ट अग्री विथ गाइज क्या म चाहिँ यसमा चाहिँ म हेमी आउट अन्त अब आई डोन्ट अग्री विथ गाइज इन द्याट सेन्स कि त्यो अब केटीले नबुझ्ने खालको छ भने ठिकै छ है त्यो केटीले होइन तिमी त त्यहीमा घोटिराख तर कतिजना होइन तपाईँ ठिकै छ तिमीसँग केही पनि नहुँदाखेरि त्यो पार्टनर बसिरहेको छ तिमीसँग छ भने चाहिँ त्यति बेला चाहिँ यु क्यानट डु द्याट टु द्याट पर्सन नि त त्यति बेला होइन ठिकै छ काम पनि गर्दैछ यु क्यान ह्यान्डल नि त आजकल कुन चाहिँ मान्छेको हातमा फोन हुँदैन कसले फोन गरेर फोन यसरी फ्याँक्छ कसैले फ्याँक्दैन होइन फेरि एउटा 2 सेकेन्डको टेक्स्ट पठाउनु जस्तो राइट कि एकैछिन ल
I've got, let's say I'm dealing with customers. I might be like maybe 15-20 minutes. It might take half an hour. I'll get back to you. अब वान थिङ चाहिँ विच आई डु विथ माई पार्टनर चाहिँ अब हामीले के सिकेको छ अब त्यो देयर इज अ थिङ बिट्विन अस अब म अहिले यहाँ पडकास्ट गर्दैछु अरे म बोल्नु पनि सक्दिनँ फोन उठाउनु पनि सक्दैन टेक्स्ट पनि गर्नु सक्दैन होइन आई जस्ट पिक अप माई फोन डक्कै क्लिक द पिक्चर भएर आयो डक्कै सेन्ड गरेँ भन् मान्छेलाई सान्ताना भन् त ए यहाँ रहेछ उसले मलाई त्यसै गर्छ कहाँ जाँदैछ कहाँ जाँदैछ टक्कै टक्कै के पठाइदियो ए यहाँ रहेछ आइम ह्याप्पी त्यहाँदेखि दिस इज गुड भइगयो नि त आई डु अल अब कोही बेला यस्तो हुन्छ अब ऊ बोल्नु सक्यो म पनि हुँदैन होइन अब कतिजनालाई हुन्छ नि त आफूलाई पनि भएकै क्ल्या कहाँ पो गइरहेको कता गइरहेको एक्चुली इट्स मलाई चाहिँ लाग्छ इट्स मोर वरी देन डाउट हुन्छ नि क्या अहिले चाहिँ होइन दिस इज चाहिँ अब के हो भने त्यही अब इट्स नट डाउट क्या तिमी कहाँ चाहिँ ठिकै छौ होइन तिमी गाडीमा अब गाडीतिर हिँडिरहेको छौ कस्तो होला हुन्छ त्यही माथि लङ डिस्टेन्समा इट्स भेरी मच प्रब्लम अनि त्यति बेला अब फोनबाट गरेर टेक्स्ट गरेर यति एक्सप्लेन गरेर भन्दा अहिले पनि सजिलो छ पहिला अब इन्टरनेट 2G चल्थ्यो 3G चल्थ्यो होइन अहिले 5Gमा त भन्नुभन्दा अगाडि पुगि पनि सक्छ एम बडीमा एउटा मेसेज लोड हुनुको लागि एउटा मेसेजको रिप्लाईको लागि 5 ताल जस्तो रिलोड गर्नुपर्ने त्यसले गर्दा कति ब्रेकअप हुँदैन सो एनी त्यस्तो अहिले चाहिँ वी डु द्याट क्या अब यहाँ कहाँ छु म बाइक कुदाउँदैछु भने पनि बाटो बिच छु आई क्यानट त्यो ट्राफिकमा बोल्न सक्दैन अरे ट्राफिक रेड लाइटमा टक्कै फोटो खिचेँ प्लाटे त्यही मेजर प्लटै भयो उसले कल पनि गर्दैन सोध्दैन ए दिस हि इज सेफ हि इज राइडिङ भयो त्यहाँदेखि घरमा आएर राम्रो कुरा देयर इज नो अब उयो नि त सो द्याट इज वान अफ द थिङ टु लाइक डु क्या हल्का गफ के भन्छ सल्युसन नम्बर 101 फर रिलेसनसिप्स एक्चुअली नो आई थिङ्क आई सो लभ इट यु माइट हेभ सिन मी कोही बेला I might use it के भन्नु यसो गरेर तँ पनि गर्छस् कोही बेला होइन म यसो गरेर है भने भयो डन होइन अब भयो त्यहाँदेखि अब उसले कल गर्छ तैँले कल गर्दैन आजकल भन्छ नि बिकज आई हेभ अलरेडी टोल्डहरू इन माई वे नि त त्यो गएर घर बेलुका यस्तो यस्तो भयो भयो त अन्त त्यति बेला भन्नै परेन हो अनि त्यो पनि गोज बोथ वेज नि त मैले खालि गरेर भयो उसले खालि गरेर पनि भयो दुईजनै गर्छन् त्यही कारण चाहिँ मिले अगेन कमिङ ब्याक टु द्याट पोइन्ट एफर्ट्स भन्ने कुरा चाहिँ सिङ्गल ह्यान्डेड कहिले पनि अगेन जस्तै हामीले लास्ट भिडियोमा पनि डिस्कस गरेँ इट्स नेभर अ 50-50 इट्स अलवेज 100 and 100 होइन जस्तै फर इक्जाम्पल इफ your partner if your partner is busy and maybe she gives you a message or a photo in whatever way she is doing her 100% to make you understand she is busy right now she'll get back to you होइन then it's your responsibility to understand कि she is busy कतिजना चाहिँ रिलेसनसिपमा भइसकेर पनि होइन दे ट्राई टु बी वेग अबाउट इट क्या आई एम बिजी what are you supposed to understand with that I'm busy अब जस्टिफाई अब उस्तै कतिजना इनोसेन्ट कतिजना केटीहरू हुन्छ साथीहरूको दिएछ अब त्यो जुनले चाहिँ आवाज उठाउनु नसक्ने अब अलिक डराउने खालको तिनीहरू त डरले त अन्त उयो भइहाल्छ आइएम बिजी भनेर ल्या के भइरहेकोलाई म कसलाई सोध्नु साथीहरूलाई कल गरेर सोध्नु पनि भएन होइन अन्त त्यस्तो हो नि त डाउट गरेको जस्तो हुन्छ भने बिजी यस्तो 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 आइएम हियर एट दिस पोइन्ट होइन अरे 5-10 वर्डको एउटा सेन्टेन्स लेख्नु त म यहाँ यो गर्दै थिएँ यहाँनिर छु म यति मिनटमा तपाईँलाई फोन गर्छु चाहे त्यो 15 को 20 होस् 15 को 1 आवर होस् बट यु विल गेट ब्याक टु द्याट पर्सन एन्ड त्यो मान्छे पनि त्यति बेलासम्म लाइक अलिकति रिल्याक्स हुन्छ कि आई नो वेयर माई पार्टनर इज भन्ने त्यो एफर्ट्सहरू त पछि गएर पक्का बनिँदै जान्छ नि त त्यही चाहिँ मन पर्दैन क्या कतिजना केटाहरू पनि केटीहरू पनि हुन्छ अब घुमेको त्यो गरिरहेको आइएम बिजी अरे आई टक टु लेटर वाट आर सपोज टु अन्डरस्ट्यान्ड विथ द्याट आफ्नो पार्टनरलाई पनि न मान्छे क्लाइन्टहरू कसलाई भेटेको जस्तै मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ टाइम एज इन नट इन गिभिङ बट टाइम एज इन कि गिभ यर पार्टनर डेडलाइन इन वाट टाइम यु विल गेट ब्याक टु द्याट पर्सन हुन्छ नि द्याट गिभ्स अ डिफ्रेन्ट लेभल अफ अस्योरिटी हुन्छ त्यही मान्छेले प्रायोरिटी भनेको चाहिँ उल्टा बुझेको छ नि त प्रायोरिटी डजन्ट मिन कि तिमी काम छोडेर त्यहीँ फोनमा बोलिबस्छ सुनिबस्छ उसकै कुरा गरिबस्छ उसलाई नै गरेर त्यो होइन नि त प्रायोरिटी मिन्स यु गिभ वाट इनिसियल फेजेसमा हुन्छ त्यो इनिसियल फेजेसको कुरै होइन नि दिस इज लाइक किपिङ स्पार्क इन द रिलेसनसिप नि इनिसियल फेजेसमा त कामसम्म त भाँडै छ इनिसियल फेजेसमा त अरे तुमी मेरी दिन हो तुमी मेरी रात भन्ने हुन्छ नि बट एन्ड द्याट इज वान अफ द मोस्ट म्याजिकल पार्ट इन अ रिलेसनसिप त्यही त आजकल त्यो छैन क्या म अझै त्यो कुरा गर्छ अब आई हेभ अ पार्टनर झन् हाम्रो टाइममा त वेन वी वर ग्रोइङ अप लाइक वेन वी वर लाइक आई गट माई फर्स्ट फोन वेन आई वाज आई थिङ्क
18 17 18 होला अहिलेको टाइममा 17 18 मा त मान्छेहरूको कुनै कति रिलेसनसिप भइसकेको छ होइन अब त्योभन्दा अगाडि हाम्रो स्कुल टाइम या 11 12 को टाइममा वाट एभर रिलेसनसिप द्याट वी ह्याड वाज मोस्टली गोइङ टु स्कुल त्यहाँदेखिको त्यो स्कुलको क्लास हुँदाखेरि मिटिङ द्याट पर्सन मेबी लन्च ब्रेकमा कहीँनिर फाइन्डिङ अ स्पट एन्ड टकिङ एन्ड मेबी आफ्टर स्कुल ट्युसन्सहरू जाँदाखेरि भेट्नु होइन हुन्छ नि हाम्रो टाइमको म्याजिक वाज डिफ्रेन्ट अब हुन्छ नि द ओन्ली टाइम यु कुड सी द्याट पर्सन इज इन क्लास वेन युआर मेबी सिटिङ इन द सेम क्लासरुम इफ यु आर अफ द सेम क्लास जेनरली ठुलो सानो हुन्छ हो एन्ड अगेन then maybe lunch break ma find a corner to meet maybe after school you go for maybe tuitions or somewhere and then घुमेको ओरेको पार्कहरुतिर गएको अब those अलि बुढाउली खाली कुरा गरेको छु but those times are different त्यही कारण त भन्छु त अहिले त्यो डेटिङ एप्स एन्ड सोशल मिडियाले त्यो डेटिङ पार्टै निकाल्दिसकेको छ अब अहिलेको टाइममा इट्स लाइक सो इजी कि अब इनफ्याक्ट स्कुलबाट घर जाऊ यु क्यान जस्ट टेक्स्ट एन्ड गेट टु नो अब फर अस हाम्रो टाइममा त यु ह्याड वेट फर अनदर सम आवर्स 12 आवर्स टु नो कि हाउ वाज हर इभिनिङ अर हाउ वाज अ डे घरमा के भयो भनेर अहिले त्यो सोच्दाखेरि त अम्बो कसरी ह्यान्डल गर्थ्यो होला भन्ने एन्ड त्यति बेला लाग्दैन एन्ड यु नो वाट द मोस्ट म्याजिकल पार्ट वाज त्यति बेला मिसअन्डरस्ट्यान्डिङ पनि कम्ती हुन्थ्यो हुन्छ नि द लेभल अफ बन्डिङ वाज मोर स्ट्रङ्गर I don't know. Maybe different for different people. अनि त्यही डिफ्रेन्ट हो त्यही कारण त भने अब त्यो पार्टै हराइदिइसकेको छ नि त अहिले यु त्यो भन्नु त अब त्यो हो अब यु टक टु द्याट पर्सन इन सोसियल मिडिया र डेटिङ एप्स नेक्स्ट टाइम यु मिट यु गो समवेयर एल्स होइन नट द डेट पार्ट होइन सो देयर इज त्यो मेन जुन चाहिँ हुनुपर्ने स्टार्टिङको त्यो पार्टै त हटाइदिइसकेको छ त्यही कारण चाहिँ as a guy, as a girl, whoever you are, होइन त्यो to keep the spark त्यो एउटा डेटिङ चाहिँ you keep dating your partner बुढो भइसकेर पनि कतिजना देखेको छु अङ्कल आन्टी हुन्छ they go to dates and stuff होइन आई थिङ्क नट जस्ट अबाउट डेट्स है होइन डेट त यो नाम खाली हो नि त बट यु त्यो मान्छेसँग बिहान आमा अब जस्तो आमा बाबाहरू कतिजना अङ्कल आन्टी देख्छु इट्स नट डेट नि त बट बिहान मर्निङ वक गएर दुईजना सँगै गएर छोराछोरी लाँदैन दुईजनै गएर हामी त जान्छु भइहाल्यो पर्दैन तिमीहरू जान द्याट इज डेट नि द्याट्स काइन्ड अफ अब त्यो आफ्नो साइडबाट गरेको इभन लाइक मलाई के लाग्छ मलाई पर्सनली के लाग्छ भन्दाखेरि चाहिँ वेन युआर गेटिङ ब्याक फ्रम वर्क होइन लेट्स से you are a mid-aged couple maybe in their 30s or 40s होइन you're coming back from work होइन and it's not something that you cannot afford to do हो नि त not to get diamonds and gold and anything actually त्यो thing matter पनि गर्दैन जस्तो लाग्छ मलाई all those costly things होइन but getting a rose or getting some kind of treat that she likes हुन्छ नि maybe जस्तै अब someone that I know loves kurkure होइन I'll just get a packet of kurkure and then just go and enjoy with that person share with that person it can be an ice cream अब कतिजनाको अब मैले सोच्दाखेरि चाहिँ अब त्यस्तो साह्रो कतिजनालाई त्यो आफ्नो हो नि त आफ्नो वे हो नि त उसको जस्तो तेरो वे अब कति तर मान्छेहरूले चाहिँ के गर्छ भने अब एफर्ट लाउनु छोड्छ अब यस्तो हो नि त डजन्ट ह्याभ टु बी कि अर्को पार्टनर वे छ भनेर होइन तर अब म एज अ गाई अरे मेरो अब गर्लफ्रेन्ड अब घरमा बसेको छ अरे आफ्टर बिङ अ वाइफ होइन घर बसेको अरे आई ब्रिङ माई वर्क एटिट्युड होइन थाकेर एज बोल्दिनँ अब त्यो उसले केही भनेको छैन उसलाई मन दुख्छ नि अब बट मेरो जेसुकै पनि भएको छ दैलो खोलेर हाई हेलो वाट एभर हाउ वाज इट डे उसले सोधे पनि जस्ट गिभ अ हग होइन पोजिटिभिटी त्यहीँ आइहाल्यो नि त यु डोन्ट टक अबाउट इट मलाई यस्तो उस्तो काम केटाहरू गर्दैन पनि र पनि त्यति गर्ने बित्तिकै मुड लाइटन भइगयो नि त त्यहाँदेखि भइहाल्छ नि त त्यही कारण चाहिँ अब त्यो डोन्ट ब्रिङ अब कति होइन पछि अब जस्तो अब हाम्रो एल्डर्सहरू देखेको छु नि त अब दे बिन म्यारिड फर अब 20-30 इयर्स होइन अब अहिले अब कामबाट आएर थाकेको छु अब हुन्छ नि बिटर अब आमा अब त्यो लेडिज हुएभर आर इन द रिलेसन दे हेभ बिन युज टु इट क्या खाना तताएर दियो उयो दियो अब मैले चाहिँ के सोच्छु अब सपोज अब म पनि त्यस्तै थिएँ अरे मलाई खाना तताएर दिएन ओ कस्तो मिठो रहेछ भन्दैन त्यति एक्ज्याक्टली होइन अब जस्तै फर इक्जाम्पल लेट्स से अब
यु नो डिफ्रेन्ट पिपल हेभ डिफ्रेन्ट वेज अफ सोइङ इमोसन्स नि त जस्तै फर इक्जाम्पल आज एउटा 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 वाइफ इज काइन्ड अफ मिसिङ सम ओल्ड मेमोरिज अन्त एउटा गर्यो लेट्स से खानामा के एउटा यस्तो स्पेसल बनायो जुन चाहिँ वाज देयर सिग्नेचर डिस होइन बनाएर दियो बट इफ द्याट पार्टनर डज नट अप्रिसिएट द्याट होइन इफ हि डज नट अक्नोलेज कि उसले यो बनाएर दियो ए हामी त पहिला खान्थेँ है हामी सँगै बस्छ जस्ट गिभिङ अ बाइट फ्रम योर फुड चाखा त पहिला जस्तो भएछ है भन्ने खालके सो द्याट इज द म्याजिक हो नि त अन्त त्यो म्याजिक भन्नेको चाहिँ यो चाहिँ बाहिरबाट आउँदैन नि त यु हेभ टु क्रिएट इट आफूमाथि हो नि त I've seen this goes both ways again अब यसो अब यसलाई सर प्रेजेन्ट सर एउटा कुरा भन्छु नि म अघि तैँले भनेको कुरोलाई मैले काउन्टर गरेको जस्तो तैँले भनिस् होइन कि हस्बेन्ड आउँदाखेरि ही सुड नट ब्रिङ हिज वर्क फ्रस्ट्रेसन्स होम होइन सिमिलरली मलाई चाहिँ के लाग्छ अ वाइफ अल्सो मैले त्यही भन्न अ वाइफ अल्सो उसको दिनभरिमा जसोसुकै जेसुकै भएको हुनसक्छ दे विल बी अ टाइम टु सेयर द्याट बेलुका बेडमा सँगै हुँदाखेरि यु क्यान से कि हेर न आज त्यस्तो त्यस्तो भयो होइन त्यति बेला यु क्यान डिस्कस होइन त्यति बेला चाहिँ बिकज द इनिसियल इन्टरेक्सन इफ नेगेटिभ हुन्छ भने चाहिँ नि देन त्यो पछि तिमी त्यसमा जति नै चिनी घोल्नु खोज जति नै चक्लेट मिलाउनु खोज जति नै जेने इट विल किप अन गोइङ नेगेटिभ हो नि त त्यो इनिसियल इन्टरेक्सन चाहिँ अब द के भन्छ हस्बेन्ड मेल पार्टनर काम गरेर आएको छ अरे घर पस्यो अरे थिङ्किङ अब हिज होम सेफ प्लेस घर सुनेर ठाङ र ठुङठुङ यो पनि पकाउनु पर्दैछ मैले त्यो पनि पकाउनु मै सबै काम गर्नुपर्छ अब त्यो गर्दाखेरि त अन्त अब त्यहीँनिर खतम भइहाल्यो नि त अब त्यही त स्टार्ट हो एउटा त्यो बिग्रिँदै जानुको होइन नि अब यस्तो हो नि त जस्तै काम सकेर एउटा मान्छेले दिनभरि लाइक आफ्नो दिनको 24मा नभनेको 9 to 10 आवर्स खट्छ के सिचुएसनबाट चाहिँ पास हुँदैन कस्तो मान्छे भेट्दैन होला के सुन्दैन होला कस्तो कुराहरूबाट पास आउनु हुँदैन मेबी ट्राफिकमा कसैले उसलाई उयस गर्यो मिसबिहेभ गर्यो उसको कान कोहीसँग उयस भयो कुन चाहिँले उसलाई के सुनाइदियो होइन दे क्यान बी अ मिलियन अफ थिङ्स हो नि त तर घरमा आएर त्यो एउटा पिस खोजेको बेलामा चाहिँ पार्टनरले चाहिँ त्यति बेला आएर चाहिँ उसको फर्स्ट प्रायोरिटी सुड नट बी कि लाइक लिसन टु माई प्रब्लम्स उसको फर्स्ट प्रायोरिटी सुड बी कि how was your day like not exactly how was your day कि but greeting that person properly बस्यो पानी खाने त्यही त अब यसमा मान्छेले सुन्नेहरूले भन्छ सो यु मिन टु से हस्बेन्ड चाहिँ काम गराउने बुढी चाहिँ घर बस्ने भनेर अगेन टेक इट विथ द पिन्च अफ सल्ट अब अरू केसेसमा अब आफूसँग पनि भएकै होइन नो फेरि वी आर टकिङ अबाउट अ जेनेरेसन जो चाहिँ वाज मोर इन्टु दिस काइन्ड अफ वेस सो होइन त्यही अब त्यही कुरा भन्दै जाँदा जस्तो अब म कम्प्युटरमा बसेर काम गर्छु माई पार्टनर गोज अफिस हेरेर घर आउँछ नि त अन्त समटाइम्स आएर सी हेज टु भेन्ट आउट नि त उसलाई अफिसको काम लिएर मलाई अफिस यसो भयो त्यति बेला म अन्त के गर्नु त म होइन मलाई किन सुनाएको भनेर म एज अ केटा मान्छे सुन्छ होइन भयो म सन्चो भयो तपाईँलाई भने सन्चो भयो भने तुरे त अन्त अब राम्रो गफ गरेर ल मिलिहाल्यो नि त त्यहाँदेखि ऊ पनि उसलाई पनि भइरहेको छ सबैलाई नै भइरहेको छ तर त्यो चाहिँ अब यु डोन्ट पार्टनर्स भएपछि अब साथी भएको अर्कै कुरा पार्टनरमा त यही हुनु पऱ्यो नि त यु क्यान नट टेक थिङ्स पर्सनली हो नि त वेन अगाडिको मान्छेले आफ्नो फ्रस्ट्रेसन भेन्ट आउट गर्दैछ तँलाई दिनभरि यस्तो भयो मलाई पनि घर यस्तो भइरहेको मलाई पनि दिस थिङ इज भेरी ब्याड क्या वेन इन रिलेसनसिप त्यो मलाई पनि तँलाई पनि तँलाई मात्रै हो र तँ मात्रै हो र भन्ने हुन्छ त द्याट इज वाइ जेनरली मलाई नि रिलेसनसिप्सहरूमा नि तँ तिमीसम्ममा आउनु मन पर्दैन क्या आई लाइक टु किप इट तपाईँ मलाई चाहिँ किन तपाईँ चाहिँ किन भन्दाखेरि चाहिँ नि अब एउटा तपाईँ भन्ने बानी बसेको छ भने नि रिलेसनसिप तपाईँ भन्ने बानी बसेको छ भने रिस उठेको बेला हो नि तपाईँबाट यु क्यान कम टु तिमी तपाईँबाट डाइरेक्ट तँमा आउँदैन नि त सो त्यो तँमा नआउँदाखेरि चाहिँ नि मलाई तपाईँ भने किन मनपर्छ नट बिकज कि म ठुलो हो
तपाईँ भन्ने बित्तिकै आई फाइन्ड द्याट पर्सन क्या अब सानो क्युट माया लागिहाल्छ नि त तपाईँले यस्तो यस्तो गर्दैछ ए ल ल मिलाउँछु नि त भन्ने हुन्छ नि तँ यस्तो गर्दैछ नि तैँले पनि गरिथिस् भन्ने हुन्छ नि त सो वेन द्याट अग्रेसिभ तपाईँले मलाई यस्तो उयो गरेन मलाई यसो तपाईँले गर्दा रिस उठ्यो नि त तपाईँ अन्त ए म त ठुलो पो रहेछ त मैले बुझ्नु पऱ्यो ओके आई ह्यान्डल इट भन्ने हुन्छ नि त माया मलाई चाहिँ फेरि नट जस्ट वान वे हुन्छ नि इभन इफ माई पार्टनर इज स्मल आई वुड want to call her तपाईँ हुन्छ नि बिकज एट द एन्ड अफ द डे फ्रस्ट्रेसन ममा पनि हुन्छ होइन मेबी कतिवटा जग्गामा म पनि गलत वेमा फ्रस्ट्रेसन देखाउन सक्छु त्यति बेला वेन आई गो फ्रम तपाईँ टु तिमी एन्ड तिमी टु त्यो डिस्टेन्समा त मेरो फ्रस्ट्रेसन आधी उति त गइसकेको हुन्छ नि त सो जब के भन्छ फ्रस्ट्रेटेड योर टोन क्यान बी फ्रस्ट्रेटेड बट इफ योर वर्ड्स आर त्यो खालको पाराले आई थिङ्क ड्यामेज अलिकति हुन्छ नि कम्ती हुन्छ जस्तो लाग्छ मलाई पर्सनली अब झगडा सबैले गर्छ अब आएम ह्युमन बिङ म पनि झगडा गर्छु म पनि केटा मान्छे पनि हुन्छ तर म चाहिँ अब झगडाले म चाहिँ मैले चाहिँ अब के राखेको छु भने झगडा पर्दै गर्दा अलिक बेसी हुँदै गएर तँ झगडा पर्दैछ हामी जेसै हुँदैछ तर त्यो तँहरू चाहिँ जाँदैन हो किप इट त्यो तँहरू चाहिँ असाइड हो रेस्ट अफ द थिङ झगडा परौँ फाइन तँहरू आउनु थालेपछि दिस इज अब गोइङ त्यो हो नि त मलाई पर्सनली झगडा पर्दा क्ल्यारिटी राखेर झगडा पर्नुपर्छ क्या होइन मलाई पर्सनली के लाग्छ भन्दाखेरि चाहिँ मान्छे नि झगडा पर्दै गएपछि रिसाउँदै गएपछि चाहिँ यु क्यान नट ट्रिट यर पार्टनर एनिथिङ डिफ्रेन्ट फ्रम वेन यु आर ट्रिटिङ यर पार्टनर इफ लाइक आई लाइक से वाट आई मिन टु से इज यु क्यान नट अब तपाईँले आफ्नो पार्टनरलाई माया गर्दा जसरी ट्रिट गर्छ नि मतलब जुन चाहिँ एन्थुजियाजम जुन चाहिँ रेस्पेक्टले ट्रिट गर्छ झगडा पर्दा पनि त्यही एन्थुजियाजम त्यही रेस्पेक्टले ट्रिट गऱ्यो भने नि झगडा ठुलो हुँदैन त्यही त मान्छेले चाहिँ झगडा पर्नु थाले चाहिँ आफ्नो पोइन्ट प्रुभ गर्नुको लागि यति डरलाग्दो आफूलाई सेल्फ बुस्ट भन्छ होइन त्यो परिवर्तनहरूलाई सेल्फ बुस्ट गर्छ कि सो लाइक उनीहरू दे क्यान गो टु अल लेन्थ्स हुन्छ नि टु हर्ट द्याट पर्सन अरे आफ्नै पार्टनर हो आफूले माया गरेको मान्छे हो हाउ क्यान इभन थिङ्क अब रिलेसनसिपमा हुँदाखेरि अब के हुन्छ भने अब मैले अहिले चाहिँ आई हेभ लाइक मेड दिस क्लियर होइन अन्त अब केटीहरू कस्तो हुन्छ केटाहरू मुन्छ गर्छ जाने देखेको जस्तो झगडा हुँदै गयो इफ लङ डिस्टेन्स छ अरे भिडियो कलमा छ अरे बोल्दिनँ काटिदियो काटे अब झन् फ्रस्ट्रेट हुँदैन झन् रिस उठ्दैन सो मैले चाहिँ म चाहिँ के सोच्छु म भन्छु पनि जुन चाहिँ आई अप्लाई टु माइ सेल्फ पनि कि झगडा हुँदैछ किप द्याट भिडियो कल अन बोल्दैन नबोला त्यो फुलिन्छ भने फुल्ल हो त्यहाँ के फ्याँक्छ नि तिम्रो रुममा फ्याँक मेरोपट्टि पुग तर डोन्ट कट द कल होइन त्यहाँदेखि बट किप इट यहीँ भयो यहीँ तुरौँ त्यसलाई अब ड्र्याग गरेर भोलि पर्सि नतान्नु नि त फोन काटिदिएपछि के भएपछि त्यहाँदेखि अब फेरि कतिजना फेरि फोन काट्यो फोन स्विच अफ गरेर राखिदिएर हाउ सपोज टु रिच अब लङ डिस्टेन्समा छ अन्त झन् रिस उठ्दैन त्यो तुरिन्छ त्यही कारण चाहिँ अब त्यो स्पार्क राख्नु भने झगडा गर्दा पनि यस्तो पाराले राखेर पछि इट किप्स अन नि त इट गिभ्स यु नि त पछि पनि अब त्यो गरेर चाहिँ म अप्नाउँछु नो द थिङ इज मलाई म पर्सनली के सोध्छु भन्दाखेरि चाहिँ लाइफ इज अ नेभर एन्डिङ लर्निङ प्रोसेस हामी एउटा बेगरबाट पनि लाइफ लेसन्सहरू सिक्न सक्छु क्या अब यो मैले जो भर्खर भने हो मैले पनि गल्ती गरेकै हो नि त सम पोइन्ट मैले गरेर म पनि फोन काटिदिन्छु रिस उठेस् त्यसलाई भनेर तर के पाएँ मैले बरु इन्स्टेड त्यहाँ फोन नकाटेर म त्यहीँ राखेर त्यहीँ सल्भ गर्छु जे भन्यो भयो सक्यो ल राम्ररी गुड नाइट भोलि बिहान फ्रेस माइन्ड मलाई अब फेरि यस्तो हुन्छ है केटी मान्छेहरूको चाहिँ दे वान्ट टु टक इट आउट दे वान्ट टु डिस्कस एन्ड दे वान्ट टु सर्ट आउट देयर इमोसनल निड्स हो नि त होइन अब फेरि केटा मान्छेको कस्तो हुन्छ भने चाहिँ हाम्रो चाहिँ फ्रस्ट्रेसन हुन्छ ब्रिफ सेकेन्डको लागि हुन्छ देन वी रन आफ्टर हाउ टु फिक्स इट हो नि त तर मलाई चाहिँ पछि लाग्छ केटी मान्छेहरू चाहिँ नि उनीहरूको फ्रस्ट्रेसन लेभल अलिकति लामो हुन्छ क्या सो यो कुरामा पनि अलिकति मेन र वुमेनको अलिकति डिफ्रेन्ट हुन्छ क्या डिपेन्ड्स अब त्यो मान्छेमाथि नेचरमा रहेछ अब जस्तो युआर भेरी एक्सट्रोभर्टेड पर्सन होइन आई एम भेरी इन्ट्रोभर्ट मलाई त्यो आई के एक्सेप्ट दिस अग्री टु इट पनि मलाई अहिले भनेको मलाई कति दिन बाद पनि अब हुन्छ नि अड्किबस्छ पहिला त्यस्तै थिएँ अहिले पनि छु होला सम पोइन्ट होइन तर आजकल चाहिँ आई हेभ लर्न टु लेट इट गो क्या अब त्यो भइसक्यो आज झगडा भएर होइन म त्यसको लागि भोलि पछि तिमीले अस्ति त झगडा भएको यस्तो भनेको थियो त भन्नु त भएन होइन ठिकै छ त्यो भयो त्यही चाहिँ त्यो केटीहरू खालि भएन केटाहरू पनि हुन्छ सोच्छ क्या लामो जान्छ ब्यागेज नट जस्ट प्रिभियस रिलेसनसिपको ब्यागेज एक दिन अगाडिको ब्यागेज पनि बोकेर हिँड्नु हुँदैन ब्यागेज नबोका ब्यागेज नबोका मान्छे मात्रै हिँड भन्दैछ त सो अगेन
these are things that we all should know how to work on. Obviously, अब there can be many people who know me, they will be judging. यो मान्छेले यस्तो मच्योर कुरा कसरी गर्न सक्यो भने, बट maturity comes. कैसे आया पता नहीं, बट आया है. सो अगेन म त्यही भने होइन, इट्स अ नेभर एन्डिङ लर्निङ प्रोसेस. म पनि सिक्दैछु होइन. सो एट दि एन्ड अफ द डे मलाई वाट इज मोर इम्पोर्टेन्ट भन्दाखेरि चाहिँ हाउ डु यु लाइक हुन्छ नि, हाउ डु यु बिकम अ बेटर पर्सन. त्यो चाहिँ इम्पोर्टेन्ट हो जस्तो लाग्छ मलाई पर्सनली है. अन्त यो अहिले चाहिँ अब सोसियल मिडियाले चाहिँ यस्तो ब्रेन वास गरिसकेको छ कि अब हिजो अस्तिसम्म अब रिल्सहरू देखेँ होइन, रिल्सहरूमा चाहिँ गर्दो रहेछ अब केटी मान्छे अब सी इज गोइङ थ्रु समथिङ्स अरे, अनि केटा मान्छेले चाहिँ ब्रिङ्गिङ फ्लावर्स अरे, आइसक्रिम्स अरे, उसलाई घोप्टेर जुत्तामा लाउन नसक्ने उसले लेसहरू पनि बाँधिदिनु पर्ने अरे. अब केटीहरूले चाहिँ सोसियल मिडियाले चाहिँ के भने दिज आर बेयर मिनिमम गर्नुपर्ने. दोज आर नट द बेयर मिनिमम नि त. बेयर मिनिमम त त्यो होइन नि त होइन. सो अब त्यो एक्सपेक्टेसन राखेर गयो भने तिमीलाई त कुनै रिलेसनसिपले पनि पसाउँदैन. केटाहरूको पनि छ, केटाहरूले पनि गर्छ. यही कुरामा गर्दाखेरि चाहिँ इभन द स्मलेस्ट एफर्ट हुन्छ नि. जस्तै केटीले खाना बनाउँदैछ अरे, केटा इज जस्ट पासिङ बाई द किचन, केटाले देख्यो केटीको कपाल यस्तो आइरहेको छ, सारिदिनु. द्याट इज अल्सो वान अफ द बिगेस्ट एफर्ट्स द्याट अ पर्सन क्यान पुट अन द. तर वेन यु डोन्ट अन्डरस्ट्यान्ड कि यो एफर्ट मान्छेको यो एफर्टलाई जस्टिफाई होइन, बट यु डोन्ट अन्डरस्ट्यान्ड द्याट एफर्ट भने चाहिँ त्यो मान्छे त केही गर्दा पनि खुसी हुन सक्दैन नि. त्यही त स्मल यस्तो हुन्छ नि त रिलेसनसिप भन्ने कुरामा. एक्सपेक्टेसन्स जब ठुलो एफर्टको एक्सपेक्टेसन्स हुन्छ नि, त्यति बेला पनि रिलेसनसिप अलिकति वेस्ट भएर जान्छ क्या. एक्सपेक्टेसन्स भन्ने कुरो चाहिँ रियाक्सन्सको एक्सपेक्टेसन चाहिँ सानोभन्दा सानो राख्नुपर्छ, ताकि जे पनि गर्दाखेरि पनि ठुलो लागोस् क्या. त्यही त मलाई चाहिँ त्यो लाग्छ पर्सनली. अन्त अब केटाहरू अब केटीहरूले यस्तो सोच्छ एउटा लागेको छ पर्सपेक्टिभ भने होइन. केटाहरू पनि छ नि त होइन. केटाहरूको अब कति वर्ष बाद रिलेसनसिप भएर अब फर्स्ट भेटाउँदा अलिक अब एउटा मान्छेको एउटा पर्सपेक्टिभ हुन्छ जुन चाहिँ थियो अरे होइन. टाइम बित्दै जाँदाखेरि चेन्ज हुन्छ नि त. अन्त त्यति बेला डेट गरेको अहिलेको मिल्दैन नि त. अन्त केटाहरूले अहिले त त्यति साह्रो राम्रो पनि देख्दैन होइन. अन्त त्यहाँ अब त्यो भनेर त्यो एक्सपेक्टेसन राख्नु भएन नि त. यु डेटेड द्याट पर्सन त्यति बेला एन्ड थ्रु अब थिक एन्ड थिन हो नि त रिलेसनसिप भनेको होइन. फेरि अब केटाहरूले चाहिँ त्यही कारण चाहिँ अब केटाहरू भट्केको देख्छ नि त. ओ बाटो राम्रो देखेँ होइन. मलाई फेरि एउटा त्यो पनि ब्रेन वासै भएको हो नि त. टु एड टु दिस, मैले थुप्रो मतलब रिलेसन्सहरूमा सुनेको छु होइन कि देशे फलिङ आउट अफ लभ भन्छ नि होइन. द्याट इज समथिङ द्याट इज इम्पोसिबल जस्तो लाग्छ मलाई चाहिँ. वान्स यु फलन इन लभ विथ सम वान एट वान टाइम है. अगेन दिस इज अगेन अ बिग प्रब्लम कि देयर आर मेनी पिपल हु फल फर डिफ्रेन्ट पिपल एट द सेम टाइम. दिस इज अल्सो अ प्रब्लम होइन. तर वान्स यु फलन फर सम वान होइन, until unless you've broken up, until unless you've moved on, you cannot fall for someone else. जस्तो लाग्छ मलाई चाहिँ. त्यो यु अब पिपल फल इन लभ आउट अफ द रिलेसनसिप भनेपछि त्यही हो नि त. यो हामीले जुन चाहिँ केसेसहरू कुरा गरेँ यसमा होइन नि त. केसेस where's my lab coats. सो वाइ डु दे फल आउट अफ लभ भनेपछि त्यही हो नि त. जुन चाहिँ हामीले बेयर मिनिमम अब त्यो कुराको एफर्ट चाहिँ छैन अरे होइन. अप्रिसिएसन छैन अरे. गोज बोथ वेज होइन. त्यो पनि छैन नि त. अभियसली नेचुरली त्यो एउटा मायै भनौँ न, सिम्पल सानो वर्डै मायै छैन रिलेसनसिपमा त. त्यो पिपल विल फल आउट अफ लभ नि त. माया छैन भने त होइन. मैले जेनरली यो फल आउट अफ लभ चाहिँ नि मैले चाहिँ कस्तो देखेको छु भने, अगेन I might be wrong. People might misunderstand. I might be wrong, but मैले fall out of love चाहिँ कस्तो मान्छेहरूबाट देखेको छु जो मान्छेले चाहिँ अगाडिको मान्छेको एफर्ट्स बुझ्दैन है. बुझ्दैन, देख्दैन. अब यस्तो हो नि त. लेट्स से फर इक्जाम्पल अब आजको दिनमा होइन एउटा केटी फ्यामिलीसँग बस्छ होइन. ओन्ली द्याट गर्ल नोज कि उसले आफ्नो बोयफ्रेन्डलाई कसरी टाइम निकालेर कसरी सबै अरेन्ज गरेर गर्दैछ भनेर. तर
त्यो पार्टनरले त्यो नबुझेर चाहिँ वेन एभर हि गेट्स फ्री हि गेट्स अट्र्याक्टेड टु अदर पिपल भने चाहिँ फल्ट त केटाको हो नि त इन द सेम वे होइन एउटा केटा हु इज गिभिङ अल हिज एफर्ट्स अफिसमा बिजी भएर वाट एभर काममा बिजी भएर पनि आफ्नो डल्लै एफर्ट्स दिइरहेको छ सबै कुरो पुऱ्याउनु खोजिरहेको छ तर पनि वेन एभर द्याट गाई गेट्स बिजी एट अफिस द्याट गर्ल लाइक हुन्छ नि गेट्स लाइक इन्भल्भ विथ समन नट फिजिकली बट जस्ट टु टेक्स्ट सम वान हुन्छ नि बट विथ अ डिफ्रेन्ट इन्टेन्सन है अगेन अब आजको टाइममा त इन्टेन्सन इज भेरी इम्पोर्टेन्ट होइन जस्तै यु क्यान बी फ्रेन्ड्स भन्छ अहिलेको टाइममा बट आई पर्सनली डोन्ट बिलिभ इन द्याट होइन बट वेन यु इमोसनली गिभ यर अटेन्सन टु सम वान एल्स हुन्छ नि त्यो पार्टमा भन्दैछु म होइन सो बोथ वेजमा जो मान्छेले अगाडिको मान्छेको सर्कमस्टान्स बुझेर फाइदा उठायो त्यो मान्छे त गलत हो नि त एन्ड द्याट पर्सन क्यान नट जस्टिफाई हिज एक्सन्स बाई सेइङ कि आई फेल आउट अफ लभ द्याट इज बिट्रेयल ब्रदर द्याट इज बिट्रेयल त्यो त अर्कै केस भयो होइन त्यो म चाहिँ त्यो भनेको मतलब त्यो मैले भनेको जस्तै खालको त्यो फलोइङ आउट अफ लभ भनेको तर मलाई अब यस्तो लाग्छ हौ के भन्छ अब त्यसमा पनि तैँले भनेको कुरामा पनि द्याट इज वाइ यु निड टु पुट इन एफर्ट्स हुन्छ नि क्या बोथ वेजै फेरि अगाडिको मान्छेले अब जेनरली के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो एक्सपेक्टेसन्स र अगाडिको एफर्ट्स क्यान बी दिस or this हुन्छ नि we are expecting less and he is giving more efforts or we are expecting this from a partner he is giving low efforts हुन सक्छ हैन तर it's all about how you manage that on the how you understand whatever your partner is doing is it the max that he can do is it the best that he can do because nobody else knows more about your partner than you हो नि त मलाई चाहिँ त्यो लाग्छ है अन्त अर्को कुरा चाहिँ अब मान्छेहरू दे टक अबाउट लुजिङ स्पार्क अरे होइन सबैजनाको आफ्नो आफ्नो एउटा लभ ल्याङ्ग्वेज हुन्छ नि त होइन लाइक माई लभ ल्याङ्ग्वेज इज भेरी फिजिकल लाइक हग्स एन्ड होल्डिङ ह्यान्ड्स एन्ड त्यस्तो खालके अब जस्तो अब कतिजनाको पार्टनरहरू हुन्छ मेबी फोन कल गर्दा भिडियो कल गर्दा दे टक नर्मल त भेटेको बेलामा चाहिँ अब दे आर भेरी त्यो क्लिङ्गी नि त होइन तर अब यु कान्ट एक्सपेक्ट द्याट इन द भिडियो कल नि त अस्ति भेट्दा त मजाले अहिले चाहिँ के भयो भन्दाखेरि बिकज द्याट्स नट द लभ ल्याङ्ग्वेज द भिडियो कलमा बोल्दाखेरि ओ आई लभ यु सो मच भनेर कतिजनाको हुँदैन नि त बिकज वी आर सो मेनी किलोमिटर्स अवे भनेको so kilometers away सो कतिजनाको हुन्छ जस्तो ए मेरो बुढा त रोमान्टिकै छैन अरे तर मैले देख्दाखेरि अब देखेको चाहिँ अब कतिवटा गरिदिरहेको छ त्यो मान्छेलाई दुःखमा बस्नु देख्छ छैन होइन अन्त घर सबै ठिकै चलाइरहेछ ट्राइङ अन्त त्यो मान्छेले अब होइन मलाई रोमान्टिकै भएन भने अरू कुरालाई त त्यो के भन्छ साइड लाइन गर्नु भएन नि त एक्ज्याक्टली कतिजनाको चाहिँ त्यो हुन्छ नि त्यो प्रब्लम दे डोन्ट सी त्यो पेरिफेरल भिजनमा के हुँदैछ अगाडि चाहिँ हुँदै त्यो खालि नोटिस गरेर वाट इज बिङ डन त्यो चाहिँ हेर्दैन नि त उसले एक्सपेक्ट गरेको कुरा भएको छ कि छैन त्यसमा चाहिँ आँखा छिटो जान्छ नि फेरि वाट इज बिङ डन त्यो कुरो नोटिस गर्दा अब मेबी फर अ पर्टिकुलर पार्टनर त्यो अमाउन्ट अफ टाइम निकाल्नु नै सबभन्दा ठुलो उयस थियो स्ट्रगल थियो त्यसमा पनि खुसी त हुनु पऱ्यो नि त त्यही त ह्याप्पिनेस अब देयर आई थिङ्क देयर इज अ कोट होला कि ह्याप्पिनेस लाइज इन द स्मलर थिङ्स हुन्छ नि क्या एक्चुली ठुलो कुरा त अब जति ठुलो गऱ्यो त्यति सानो हुन्छ तर ह्याप्पिनेस लाइज इन द स्मलेस्ट अफ थिङ्स अरे क्या त्यो मान्छेले त्यो अहिलेको टाइम छ यो अल द सोसियल मिडिया एन्ड स्टफ हेज रुइन्ड क्या मेरो ब्रदर इज फलिङ इन लभ अगेन विथ हिज पार्टनर व्हाट त्यो त द्याट्स अ ongoing प्रोसेस त्यो त अब नेभर एन्डिङ हो ongoing हो एभ्री डे ब्रदर एभ्री डे त्यो अब त्यो राख्नै पर्यो नि एक्ज्याक्टली हैन फेरि यस्तो त्यो अघि थोरै म कुरा गर्दै गर्दा बाहिर कुरा गर्दै अब वी हेभ लस्ट आवर स्पार्क अरे वाइ बिकज यु तिम्रोबाट छैन नि भन्दा तर अब म कोही बेला त्यस्तै के भएको छ बट आई ट्राई टु किप स्पार्क अर्को पर्सन ट्राई गर्नुपर्छ द्याट म्याटर्स तर यु बोथ ट्राई होइन अलिकति हुनुपर्छ ओ अब त्यो छ भने त हाउ विल यु लुज स्पार्क भनेर होइन फेरि यस्तो पनि लाग्छ कि हनीमुन त्यो फेज लास्ट एज लङ एज यु लाइक रहेछ क्या यु वान्ट इट मान्छेले हनीमुन फेज तुरेपछि त्यहाँदेखि तिमीको रिलेसन पहिला यति नै तर होइन इट लास्ट एज मच एज यु वान्ट इट क्या
सो आफूमाथि छ होइन फेरि यस्तो एभ्रिथिङ कम्स डाउन टु एफर्ट मलाई चाहिँ यसमा चाहिँ जस्ट टु एड टु दिस पोइन्ट मलाई चाहिँ के लाग्छ भन्दाखेरि अब के भन्छ हनीमुन फेजको कुरा भयो होइन अन्त अब अगेन एक्सपेक्टेसन्सको कुरा भयो होइन कि देयर इज नो स्पार्क हेन त्यहाँ यताउता ओके फाइन लेट्स से अ म्यान अर अ वुमेन जसले पनि रियलाइज गरे कि देयर इज नो स्पार्क हेभ यु बिफोर थिङ्किङ कि देयर इज नो स्पार्क हेभ यु ट्राई टु स्पार्क इट अप फर्स्ट त आफूले ट्राई गर्नु पऱ्यो नि त अन्त देन यु सी कि अगाडिको मान्छेले त्यसलाई रेसिप्रोकेट गरेको छ कि छैन मेबी यर पार्टनर इज एक्सपेक्टिङ यु टु क्रिएट द्याट स्पार्क हुनसक्छ होइन मेबी यर पार्टनर इज डाइङ टु टेल यु कि आई वान्ट यु टु डु अ सर्टन थिङ्स अ सर्टन वे इट्स एभ्रिबडी इज डिफ्रेन्ट लभ ल्याङ्ग्वेज हो नि त होइन सो मलाई पर्सनली चाहिँ त्यो लाग्छ हुन्छ नि अन्त अब कन्टिन्युइङ यही कुरामा चाहिँ अब के आजकल के भएको छ भने पुरा सुन्छ हामी होइन केटाहरू होस् कि केटीहरू होस् बिहा गर्न डर लाग्छ बरु सिङ्गलै बस्छु भन्छ होइन त्यो चाहिँ अब किन देखेको भन्दा किनभने सबैले देखिरहेको छ नि त त्यो अब रिलेसनसिप नट वर्किङ होइन बिहा हुन अगाडि जहिलेसम्म एकदम राम्रो अरे बिहा गइसकेर चाहिँ त्यहाँदेखि अब घरमै उयो भएपछि चाहिँ त्यहाँदेखि चाहिँ पुरानो भयो भनेर त्यही त भएको त्यही कारण अब केटीहरूले कतिजना केटीहरूले ओभर पनि गर्छ कि होइन इन्डिपेन्डेन्ट भयो मलाई वी डोन्ट निड गाइज भन्छ वी आर नट टकिङ अबाउट दोज काइन्ड अफ गर्ल्स बट आई एम टकिङ अबाउट द्याट काइन्ड अफ दोज काइन्ड अफ गर्ल्स कि जसले चाहिँ आई ट्राई टु बी इन्डिपेन्डेन्ट सो द्याट पछि चाहिँ आई डोन्ट निड हेल्प अफ समन एल्स पार्टनरै होस् होइन किन भन्दा देखेको छ नि त अब यत्रो त्यो कतिजनाले होइन अब काम गरेको छैन अरे हेनतेन गरेको छैन अरे तर पार्टनरले चाहिँ अब दे ट्रिट लाइक अब हाउस मेड्स जस्तै बिहा गर्नु को चाहिँ डराउँदैन भन्दा अन्त त्यही हो नि त त्यही कारण आजकल त्यो केटीहरू अब केटाहरू पनि होस् होइन अब पछि गइसकेर अब नाउ वी आर एन्टरिङ सोसाइटी वाइज सो आजकल यही सबहरूले गर्दाखेरि होइन मान्छेहरू बिहा गर्नु डराउँछ केटा होस् कि केटी होस् होइन नट बिकज कि त्यो अब त्यो यस्तो उयो के भन्छ प्रब्लम डरले पनि अब त्यो कतिवटा केसेस हुन्छ नि डरलाग्दो केसेसहरू पनि भएको छ द ब्लू ड्रम केसेसहरू जस्तो अब त्यो नभए I don't want to marry if my wife wants to go to Assam for honeymoon भन्दै रहेको आसाम होइन गुवाहाटी मेघालय wants to go to Meghalaya for honeymoon तर अब I personally think that is होइन त्यही कारण त लेट्स नट टक अबाउट इट त्यो कुरा अब त्यही कारण चाहिँ मैले भनेको आजकल त्यो डर ग्राफिक टु टक अबाउट मान्छेहरू बिहा गर्न डर्नु चाहिँ किनभने पिपल चेन्ज भनेर बादमा गएर एफर्ट्सहरू तुरिँदै जान्छ अन्त अगेन द्याट इज अ डिबेटेबल थिङ बिकज मलाई के लाग्छ भन्दाखेरि चाहिँ एज लङ एज यु आर पुटिङ एफर्ट्स इन अ रिलेसनसिप यर पार्टनर विल डेफिनेटली फलो द्याट्स वाट आई थिङ्क है That's not like it's not something that is carved in stone. But people change. Obviously. होइन नि अब अरे ह्युमन टेन्डेन्सी हो सबैजनाको आफ्नो आफ्नो वे अफ कोपिङ अप विथ डिफ्रेन्ट सिचुएसन्स हुन्छ यु नेभर नो होइन ऊ कुन चाहिँ सिचुएसन तर जबसम्म कुरा हुँदैन जबसम्म बोल्दैन जबसम्म आफ्नो मनको कुरा भन्दैन त्यही भएर अगाडि मान्छे त अन्तर्यामी त होइन नि त होइन यो चाहिँ स्पेसल्ली केमा हुन्छ भने अरेन्ज म्यारेजेसमा क्या अरेन्ज म्यारेज हुनुभन्दा अगाडितिर त अब लभमा त हुन्छ नि तर अरेन्ज म्यारेजमा चाहिँ पुरा देखेको छु नि त बिहा गरिन्जेलसम्म पेरेन्ट्सहरूले भन्दै अरे एकदम राम्रो देखायो अरे म तपाईँको छोरीलाई यसरी राख्छु हामीलाई केही चाहिँदैन तर बिहा गरिसकेर गएपछि चाहिँ त्यहाँदेखि अब होइन छोरीले तपाईँले केही गर्नु पर्दैन अब कामहरू गर्नु पर्दैन हामी हेरिहाल्छ तर बादमा चाहिँ अब उसले बाध्य बनायो म काम गरेको भए अहिले आफूले हेर्न सक्थेँ भने त्यो मान्छे डराउँदैन बिहा गर्नु त्यही त सो राम्रो हामी त पोजिटिभ गर्नु खोज्दाखेरि पनि नेगेटिभ मात्रै हुन्छ त कुरा त सो अगेन हामीले चाहिँ अब हुनु चाहिँ वी वर जस्ट ट्राइङ टु लाइट इट अप मतलब लाइट इन द मुड सरी नट लाइट इट अप कहीँनिर आगो लाग्यो होइन हामीले वी आर ट्राइङ टु लाइट इन द मुड होइन हामीले चाहिँ त्यही भन्नु खोजेको कि एफर्ट्स भन्ने कुरा चाहिँ नि कहिले पनि भिन्न जाँदैन होइन एफर्ट्स चाहिँ हामीले गरिरहनुपर्छ एफर्ट्स छ भने त्यो के भन्छ एफर्ट्स छ भने तपाईँको स्पार्क पनि छ हनीमुन फेज चलिरहन्छ त्यही त कम्स डाउन टु एफर्ट यो एउटा कुरा चाहिँ मलाई मन पर्यो हनीमुन फेज लास्ट्स एज लङ एज यु मेक इट लास्ट हुन्छ नि इट्स अल इन योर ह्यान्ड बट अगेन not just you as in just the man or just the woman as in a couple it's a relationship with both people it's not you versus you सबभन्दा ठुलो कुरो चाहिँ रिलेसनसिपमा इट्स नेभर
अब के भन्छ भर्सेस हुन्छ नि त्यही कारण त्यही कारण पनि आजकलकोहरू चाहिँ यु भर्सेस मी होइन इट्स लाइक यु एन्ड आई भर्सेस द वर्ल्ड हो वर्ल्ड नि त अन्त फेरि त्यही कारण त नभए त अन्त बिहामा पनि सो एन्ड सो वेड सो एन्ड सो किन लेख्नु सो एन्ड सो भर्सेस सो एन्ड सो लेख्ने नि अन्त होइन ज्याब्ली उही भइहाल्थ्यो होला नि सो अगेन ट्राइङ टु एन्ड विथ अ भेरी लाइटर टोन होइन see it's not about what faults or what wrong can you find about your partner but it's more like what are the good things that you can notice in a partner and envy that and not envy but be happy कि you have a partner who has those qualities हुन्छ नि अब मलाई चाहिँ बसेको त्यो लाग्छ है comes down to everything यता boils down to अब efforts so efforts भएपछि सबै चलिहाल्छ क्या सो आई होप तपाईँहरू पनि तपाईँहरूको लाइफमा स्पाइसी टप गर्नु खोज्नु हुँदैछ होला खुर्सानी चाहिँ नहाल्नु खुर्सानी नहाल्नु हो सो जस्ट लाइक किप डुइङ गुड एफर्ट्स होइन म अन्त अर्को कुरो चाहिँ मलाई लाग्छ एफर्ट्स सुड कम विदाउट एक्सपेक्टेसन्स जुन दिन एफर्ट्स एक्सपेक्टेसन्ससँग आउनु थाल्छ नि प्रब्लम चाहिँ त्यहाँ आउँछ खासमा चाहिँ बिकज यु नो यर पार्टनर खासमा हो भने यु नो यर पार्टनर and you expect your partner to change just because you put no my dear your partner will remain the same old partner but he will do in his own way हो नि त होइन अब एउटा एक्सप्रेसिभ पार्टनर छ अरे एभ्री टाइम लभ यु डभी आई मिस यु टाइप पार्टनर छ अरे होइन यु क्यान नट एक्सपेक्ट द्याट पार्टनर टु यु नो गिभ यु स्पेस सडनली एन्ड देन नो ही विल नट डु द्याट बिकज इट्स हिज लभ ल्याङ्ग्वेज ही नोज उसलाई त्यही भाषा मात्रै आउँछ मायाको होइन एन्ड अगेन you have a partner who shows in those small actions like bringing you a flower, bringing you something that you like to eat होइन सँगै बसेर मुभी हेर्नु यता त्यता त्यो इन्जोय गर्छ बट ही डज नट verbally say it बार बार आई लभ यु भन्दैन आई मिस यु भन्दैन बट द्याट डज नट मिन कि he does not love you or he does not misses you भन्दा so it's at the end of the day again I am saying he तर it's both है अगेन सबै केटीहरूले फेरि त्यहाँनिर मलाई त्यहाँनिर वेस्ट गर्ने होइन नि फेरि म कोही केटीहरूको अगेन्स्ट होइन त्यो भन्दा भन्दै अझै यो एड गरेर गएकै हुन्छ कि what we think about is भन्दाखेरि so with that thing we like to end this small positive podcast regarding good things in life. Always keep that lovey-dovey thing happening हुन्छ नि butterflies in your stomach मलाई पछि लाग्छ every day you wake up your partner looks more beautiful than ever हुन्छ नि क्या but conditions apply आज यसले podcast end गर्दैन thank you so very much I think with that we can come to the end of today's so and so podcast. Catch you later on the next episode of Halka Gaf.